महान्यायाधिवक्ताको कार्यालय इतिहाससम्मका लागि कलङ्कित भएको छ, लज्जाको विषय बनेको छ। यस्तो पनि हुन्छ? यसो बिर्स्यौं भन्यो, डिम्बका कारोबार बिर्स्यौं भन्यो, फेरि अर्को काण्ड, अर्को काण्ड बिर्स्यौं भन्यो, फेरि अर्को काण्ड। अब अहिले अभियोग परिवर्तनका काण्ड, मुद्दा फिर्ताका काण्ड, दुनियाँको पैसा हिनामिना भएको पैसा कसले तिर्छ? महान्यायाधिवक्ता कार्यालयले तिर्छ? देश कहाँ पुग्यो? यसका विरुद्ध आज पनि सङ्घर्ष छ। हामी नेपालमा नेपाली सरकार बनाउन चाहन्छौँ, अरूको होइन। अरूका सरकार बन्न दिँदैनौँ, बन्यो भने ढाल्छौँ, फाल्छौँ। नेपालीको सरकार बन्छ, नेपालीको सरकार चल्छ।